मैले धेरै ठाउँमा भनेको छु, तपाईहरुलाई पनि भन्छु। सरकार र सत्ता यो दुईटा बेग्लै बेग्लै कुरा हो। हामी सरकारमा छौं, नेपाली कांग्रेस सरकारमा छ, तर सत्ताको चाबी कुंजी हामीसित छैन। यसको अर्थ तपाईहरु आफै लगाउनुस्। यहाँ विद्वान साथीहरु त्यहाँ उता पनि हुनुहुन्छ, यता पनि हुनुहुन्छ। वो हरिहरजी त सब बताइहाल्नुहुन्छ उहाँले। सत्ताको चाबी वामपन्थीहरुसित छ। त्यसलाई कसरी हामीहरूले खोल्ने, त्यो चाबी खोल्नु पर्यो नि त। साथीहरुले भन्नुहुन्छ तिमी किन यसरी बोलिरहेका छौ भनेर भन्नुहुन्छ। मैले भन्ने गरेको छ हाम्रो भोलिको प्रतिस्पर्धी एमाले हो। उनले गलत काम गरेको छ भने गलतलाई गलत भन्न सकौं हामी।